एभ्रिवान नमस्ते। आज म तपाईँहरूको बिचमा वर्षौनी पालकको रेसिपी लिएर आएको छु। 12 मास पाउने पालकको यो साग हो। अब चाहिँ यो कसरी केलाउने र केलाएर पनि देखाउँदैछु। आज यो रेसिपीको साथसाथमा थोरै यसको फाइदा र बेफाइदाको जानकारी पनि गराउन खोज्दैछु। कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। फाइदाको कुरा गर्दाखेरि एकदमै फाइदामन्द हुन्छ र यसमा पानीको मात्रा बढी भएको कारणले गर्मी महिनामा खान एकदमै फाइदा हुन्छ र यो रेसिपी जुनसुकै जस्तो स्टाइलमा बनाएर खाँदा एकदमै मिठो हुन्छ, किनकि मसला हालेर होस् वा त्यतिकै फोरनमा पड्काएर होस् बनाएर एकदमै मिठो हुन्छ। र यसको भिटामिनको कुरा गर्दाखेरि ए र सी भिटामिन पाइन्छ र बेफाइदाको कुरा गर्दाखेरि चिसो महिनामा चाहिँ रुगाखोकी भेटेको बेलामा अझै झन् खानु हुँदैन, अझै रुगाखोकी बल्झिन्छ र चिसोमा त अलि चिसो नै हुन्छ, किनकि पानीको मात्रा बढी भएको कारणले। र यो चाहिँ भएको साग चाहिँ हुन त एकदमै जाडो महिनामा चिसो महिनामा बढी नै हुन्छ, तर यो 12 मास खानको लागि हुन त हुन्छ, तर एकदमै राम्रो साग हुनको लागि पानी भएको ठाउँमा रोप्नुपर्ने हुन्छ, किनकि 12 मास राम्रो होस् भनेर। अब चाहिँ सागलाई एकदमै राम्रोसँग डाँटैसुधा टिपेर धोएर केलाएर लिइसकेको छु र यहाँ चाहिँ आलु पनि काटेर तयार पारेँ र अब यहाँ फुराइसके प्याज र आलु पनि राखिदिएँ केही बेर भुट्नको लागि। आलु पनि एकदमै राम्रोसँग रातो कलर भएर भुटिसकेको छ र अब यसमा मैले मसला हाल्दैछु। धनियाँको धुलो, लगत्तै मैले हरियो खुर्सानीको पेस्ट पनि लिएको छु र त्यस पछाडि मैले फेरि लसुनको पेस्ट लिएको छु र अदुवाको पेस्ट लिएको छु र यसै गरी सुके खुर्सानीको पिनेर पेस्ट बनाएर लिएको छु। यसले गर्दा के हुन्छ कि एकदमै मिठो हुन्छ। यदि यहाँहरूलाई तोरीको मसला हालेर मन लागेछ भने बनाउनको लागि तोरीको मसला हालेर पनि बनाउन सक्नुहुन्छ। अब स्वादअनुसार नुन हालेर एकदमै राम्रोसँग यसलाई भुट्दै र चलाउँदै जानुपर्ने हुन्छ। अब यो मसला छुट्टै र तेल छुट्टै हुन थालिसके पछाडि बल्ल हाम्रो राम्रोसँग मसला भुटेर तयार हुन्छ। फेरि केही बेर भुटेर मैले टमाटरको पेस्ट पनि लिएको छु। टमाटरले गर्दा के हुन्छ कि अझै कलर पनि राम्रो देख्ने र एकदमै मिठो बनाउँछ। अब चाहिँ यो सागलाई मैले कराहीमा हालेँ। बढी साग भएको छ, कराहीभन्दा बढी, किनकि बढी लिएको छु। यो साग पकाउँदै गलेर थोरै हुन्छ पाक्दा, त्यही भएर यो साग चाहिँ बढी नै लिनुपर्ने हुन्छ। अब यो सागलाई मैले चलाएर केही बेर छोडिदिएँ। त्यसपछि मैले मुस्रीको दाललाई भिजाएर लिएको छु। अब तपाईँहरूलाई लाग्न सक्छ मुस्रीको दाल केको लागि? मुस्रीको दाल हालेर बनाउनुहुन्छ भने यति नै मिठो हुन्छ, स्वादिलो बनेर तयार हुन्छ। यदि यहाँहरूसँग अब मुस्रीको दाल छैन भने के हाल्ला मनमा लागेछ भने जुनसुकै दाल छ भने यहाँहरूसँग भिजाएर लिन सक्नुहुन्छ। अब यो दाल हालेर मैले केही बेर यसलाई चलाएर भुटेँ र छोपेर पाक्नको लागि राखिदिएँ। बिना पानी नहालिकन मैले पकाइरहेको छु, किनकि यदि यहाँहरूलाई मनपर्छ भने झोलवाला आफ्नो आवश्यकता अनुसार पानी हालेर झोल बनाउन सक्नुहुन्छ। तर आज म पानी नहालिकन एकदम फ्राई स्टाइलमा बनाइरहेको छु रेसिपी। अब चाहिँ एकदमै पाकेर तयार भइसकेको छ र यो चाहिँ पन्जाबी साग र चिप्ले साग अनि यसै गरी वर्षौनी पालक तिनटै नामले हामी चिन्ने गर्छौँ। यहाँहरू कुन नामले चिन्नुहुन्छ भन्नुहोला कमेन्टमा। अब एकदमै हेर्दै खाउ तरकारी बनेर तयार भइसकेको छ। यहाँहरू पनि यसै गरी साथी फ्यामिली को साथमा बनाएर इन्जोय गर्नुहोला र भिडियो मन परेकोमा लाइक, सेयर, कमेन्ट गर्न नबिर्सिनुहोला। अन्तिमसम्म भिडियो हेरेर साथ दिनुभएकोमा मुरी धन्यवाद। हस्त।